तपाईलाई यो लाइटिङ सेटअप मन पर्यो कि यो लाइटिङ सेटअप मन पर्यो त? अभियसली यो लाइटिङ सेटअप मन पर्यो, किनभने तपाईले अहिले मेरो फेसमा हेर्नुभयो भने यताबाट पनि एकदमै सफ्ट लाइट आएको छ, त्यस्तै यो साइडबाट पनि एकदमै सफ्ट लाइट आएको छ। त्यस्तै तपाईले अझ ध्यान दिएर हेर्नुभयो भने मेरो शरीर र ब्याकग्राउन्डलाई यो रातो ब्याकग्राउन्ड लाइट र यो सिनमा देखेको छ यो वार्म लाइट, यसले चाहिँ सेपरेट गरेको छ। अब यो लाइट भयो र पछाडिका दुईटा लाइट कसरी सेटअप गर्ने र यी लाइटहरूको नाम के हो त? आउनुहोस् एक एक गरेर जानु है त। सुरुमा मैले यी सबै लाइट अफ गर्छु। यो अफ भयो, यो अफ भयो, यो अफ भयो, यो अफ भयो र यो लाइट पनि अफ भयो। अब यस्तो भिडियो देखियो है, यो अब मैले एक एक गरेर लाइट सेटअप गर्छु है त। सुरुमा मैले मेन लाइट अथवा की लाइट बाल्छु। तपाईले हेर्नुभयो भने मेरो ठीक 45 डिग्रीमा की लाइट अथवा मेन लाइट राखेको छु र यसलाई हल्का छड्के बनाएर यसरी 45 डिग्रीको एंगलमा राखेको छु। यो मेरो मेन लाइट अथवा की लाइट हो। अब अहिले मेरो अनुहार हेर्नुभयो भने आधा भाग मात्र उज्यालो छ, यताको आधा भाग अँध्रो छ। अब यो मेन लाइट भयो, की लाइट भयो, यो की लाइटलाई फिल गर्नको लागि यता ठीक मेरो लगभग 40 देखि 45 डिग्रीको एंगलमा दुईवटा लाइट एड गरेको छु। यो एउटा लाइट भयो है, यो लाइट पनि हल्का कम उज्यालो दिएको कारणले दुईटा लाइट मैले एड गरेको छु। तपाईले अहिले देख्न सक्नुहुन्छ। यति गर्दा पनि तपाईले ध्यान दिएर हेर्नुभयो भने मेरो यो साइड अलि बढी उज्यालो छ भने यो साइड अलि कम उज्यालो छ, किनभने मेन लाइट भन्दा फिल लाइट कि त बराबर हुनुपर्छ कि त यो लाइट भन्दा यो लाइट हल्का कम हुनुपर्छ। मेरो केसमा हल्का कम छ। र अब तपाईले अझ ध्यान दिएर हेर्नुभयो भने मेरो शरीर र पछाडिको ब्याकग्राउन्ड आपसमा बेन्ड भएको छ, छुट्टिएको छैन। अब मेरो शरीर र ब्याकग्राउन्डलाई छुट्याउने कसरी त? यसका लागि मैले ब्याकग्राउन्डमा रातो कलर चाहिँ एड गरेको छु। रातो रङ तपाईले देख्न सक्नुहुन्छ। अहिले तपाईले ध्यान दिएर हेर्नु होइन, मेरो शरीर र यो ब्याकग्राउन्ड छुट्टिएको छ अथवा सेपरेट भएको छ। त्यस्तै तपाईले यता पछाडि चाहिँ एउटा लाइट देख्न सक्नुहुन्छ यो ठाउँमा। यसलाई पनि अन गरेँ। अब यो लाइटलाई के भन्ने त? अरु सबै लाइट तपाईले ध्यान दिएर हेर्नुभयो भने यो स्क्रिनभन्दा बाहिर छन् है, तर यो पछाडिको लाइट किन स्क्रिनभित्र छ त? सुरुमा अहिले तपाईले स्क्रिनमा देख्नुभयो, अहिले हट्यो। यो लाइटलाई भनिन्छ प्र्याक्टिकल लाइट। तपाईले देख्नु भएको होला अरु युट्युबरहरूले यो लाइटको सट्टा फुलहरू पनि राख्छन् है, अरु कलरका लाइटहरू पनि राख्न सक्छन्। यो युट्युबरहरूले आफ्नो आवश्यकता अनुसार र आफ्नो इच्छा अनुसार फरक फरक लाइट राख्ने गर्दछन्। अब सुरुमा जाउँ यो की लाइट। यो मेरो ठीक 45 डिग्रीको एंगलमा छ। यो एकदमै इम्पोर्टेन्ट लाइट हो। यो नभई तपाईको भिडियो बन्दैन। जस्तै कि यसलाई मैले अफ गरेँ र यसलाई मैले अन गरेँ। यो मेन लाइट हो, की लाइट हो। यो नभई हुँदैन। जहिले पनि तपाईले एकदमै की लाइटलाई फोकस गर्नु होला र त्यसपछि आउँछ यी दुईटा ठीक 45 डिग्रीको एंगलमा। यसलाई भनिन्छ फिल लाइट है। फेरि पनि भने फिल लाइट। र यो पछाडि भएको यो लाइट हो है, तपाईले देख्न सक्नुहुन्छ। यसलाई भनिन्छ ब्याकग्राउन्ड लाइट र यो भनेको प्र्याक्टिकल लाइट हो। र यसले
एज लाइटको पनि काम गरेको छ। अब एज लाइट भनेको के हो त, तपाईँले मेरो यो ठाउँमा हेर्नुहोस् है त, तपाईँले देख्नुभयो हल्का हल्का रातो छ, यसलाई एज लाइट अथवा रिम लाइट पनि भन्ने गरिन्छ। हुन त रिम लाइट सीधा टाउको पछाडिको लाइटलाई भनिन्छ, तर रिम लाइट पनि भन्ने गरिन्छ। मैले आफ्नो भिडियो बनाउनको लागि यति लाइटहरूको प्रयोग गर्छु। यदि तपाईँले पनि लाइटिङ सेटअप गर्न चाहनुहुन्छ र यी लाइट मैले कसरी राखेँ, कुन कुन तरिकाले राखेँ, यदि यो सम्बन्धी पनि भिडियो चाहनुहुन्छ भने कमेन्टमा लेख्नुहोला। त्यस्तै आजको भिडियो कस्तो लाग्यो यो कुरो पनि कमेन्टमा लेख्नुहोला। यो च्यानलमा यस्ता इन्फर्मेटिभ भिडियो लिएर आउँछु। त्यतिन्जेलका लागि गुड बाई।